Hi guys, let's compare two Korean sunscreen. एउटा छ Dr. JK4 Vitamin C Collagen sunscreen अनि अर्को छ Beauty of Joseon को Relief sunscreen है। दुईटै कोरियन sunscreen दुईटै पपुलर छ। ट्राई गरौँ है त कुन चाहिँ बेस्ट छ। म दुईटै एउटा साइडमा लगाएर देखाउँछु। टेक्सचरको कुरा गरौँ है त यो चाहिँ एकदमै लाइट वेट जेल टाइपको टेक्सचर छ र यसले चाहिँ म्याट फिनिस दिन्छ हैन। यसलाई एब्जर्ब हुन हल्का टाइम लाग्छ अनि एब्जर्ब भइसकेपछि चाहिँ कस्तो म्याट फिनिस दिन्छ, ओइली हुँदैन। मजाले ब्लेन्ड गरेन भने चाहिँ हल्का व्हाइट कास्ट छोड्न पनि सक्छ है। अनि अर्को साइडमा चाहिँ हामी ब्युटी अफ जोसनको एकदमै लाइट वेट नै छ है सनस्क्रिन चाहिँ। यसले चाहिँ एक्स्ट्रा हाइड्रेसन दिन्छ अनि ल हजुरहरूले नै देख्न सक्नुहुन्छ यो साइड चाहिँ म्याट टाइपको छ, यो साइड चाहिँ ग्लोई टाइपको छ नि है। हजुरहरूलाई चाहिँ बडी हाइड्रेसन अनि स्किन अलि ड्राई छ भने चाहिँ यो ब्युटी अफ जोसन चाहिँ एकदमै ठिक हुन्छ है। अनि हजुरहरूको स्किन चाहिँ वेली छ, ग्लोई फिनिस मन पर्दैन भने चाहिँ डक्टर जेके को यो सनस्क्रिन चाहिँ बेस्ट हुनसक्छ। अब आउँछ प्राइसको कुरा है। यो चाहिँ 200 ml को यो बट्टालाई चाहिँ 1100 आउँछ है। दराजमा त अझ सेलहरू लागिरहन्छ, अझ सस्तोमा पाइन्छ। यसको प्राइस चाहिँ हल्का एक्सपेन्सिभ साइडमा छ, 2500 2400 2600 सम्म नि पर्न सक्छ है। यही हो, थ्याङ्क यू फर वाचिङ, बाई बाई।